सो हेलो गाइस, यहाँ चाहिँ आलु खन्ने घाँस काट्न भनेको हैन उद्या म काटेर भक्कर के काटेर काल्ला घाँस काटेर एक डोको बराम छोरा भाइ चाहिँ दुनी होला नि पाटाको मान्छेहरू शर्मिला थियो यता हेर्नु त सो हेलो गाइस, यहाँ चाहिँ पाटको मान्छेहरूले चाहिँ आलु खन्नु लाउनु भयो। उहाँ चाहिँ के अरे गाउँले गायककार हो भन्ने निकै लाग्छ। अलि मैले बोल्न जानेन के लोकल भाषामा चाहिँ भिलेज सिङ्गर भन्छ के अरे। उहाँ चाहिँ त्यो बहिनी खान बहिनी हात हल्लाउँदै लजाउनु रहेछ नि बहिनी नि यही आन्टीको छोरी हुनु गऱ्यो। आन्टी नि त्यस्तै लजाउनुहुन्छ, त्यो बहिनी पनि लजाउने रहेछ नि। सो हेलो गाइस, हामी चाहिँ अमेरिकन हप्सीहरू है। हामी दुईवटा चाहिँ अमेरिकन हप्सीहरू हो। अमेरिकन होइन कि अफ्रिका यो अफ्रिकन क्या अफ्रिकन अमेरिकाको त हप्सी हुन्छन् गएर सेटा सेटा कुहिरेहरू हुन्छन्। यो चाहिँ पायापाटा गाउँको चाहिँ भ्यू है, पानी पर्ला जस्तो गरेको छ। मकै बारी डराम डराम छ यहाँ। हेर मैले देखेको हामी त डाँडाहरू डाँडापट्टि मेरो घर छ भन्ने न। यो डाँडापारी चाहिँ हिडी गाउँ हो। त्यहाँ गोरा खासेको डाँडा हो। यो है डाँडा चाहिँ गोरा खासेको। यसको उताति चाहिँ मेरो गाउँ हो। जसो जुम गरेर देखाइदिएको है। यो भलक चाहिँ यहीँ इन भयो। यस भलकमा आउँछ है गाइस।